नाम के हो? खोइ भनेको? नाम के हो? हो? कति नाम रहेछ हौ। यता हेर्देऊ न, यता हेर्दै त नाचिदेऊ त। आहा आहा गर्देऊ त, माया गर्देऊ त। रहेछ नाना तिम्रो हो? कसले किन्यो? चलाउनु हुँदैन है, माया गर्नुपर्छ नि। कहाँ गयो? ओ चल्दो। यो मैले आज चाहिँ घरमा पूजा थियो, त्यही भएर मैले टिकी लगाएको। मैले आज फेर्ने लुगा लिन भोलि जाने लुगा लगाएर बसिरहेको छु। अघि भर्खर उहाँ दराइजिङ बोर्डिङमा प्यारेन्ट्स मिटिङ थियो, त्यही भएर त्यहीँनिर गएर आएको म यहाँ यस्तो छु। यहाँ चाहिँ सिस्टर साडी बसिराख्नु भएको छ। उहाँ उहाँलाई पूजा, उहाँलाई पुरै चढिरहेछ, पूजाको सोख चढिरहेछ साडी लगाउने। एक कप चाय पाए। बाई बाई। यहाँ चाहिँ म बाख्रालाई खोले भन्नु कि चारो भन्नु, खोले दिन आएको छु। मैले चाहिँ बाख्रालाई दिइसकेँ, चारो दिइसकेँ, बाख्रालाई खोले। र यहाँ छ है बिहानै लाउनु पर्ने लुगा अहिले लगाएर यहाँ सुट बुट लगाएर यहाँ हिँड्छ भइरहेछ। खोइ अलिक उज्यालोमा छैन हौ मान्छे नै। यहाँ छ, यहाँ चाहिँ छ हाम्रो घरको फुलको बिरुवा, फुलहरू छ। हामी चाहिँ यहाँ बसिरहेछौँ पूजा सकेर। अल्छिदाको पूजा सकेर बसिरहेछौँ हामी त। र तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर भाइ र बहिनीले टिकटक बना बेलुका लुगा लाएर मेकअप गरेर यहाँ छ नि यिनीहरू। यहाँ हेमनले चाहिँ बिहानभरि देखेन लुगा लाउन, लुगा थियो थिएन। ऊ यति काम गरौँ नि, पुरी पकाएको पकायो, उसले पकायो। अन्त अहिले बेलुका कति बज्यो भने नि, अहिले ठ्याक्क 6 बज्न आँट्यो, 6:09 छ। 6 बजेतिर बेलुका रातिको लुगा लगायो। फोटो राम्रो आउँछ अरे होइन?
इग्नोर सक्यो भोलि बिहानै जानुपर्ने 9 बजीको क्लास भ्याउनलाई बिहान बिहान उठेर जानुपर्ने भोलि त मेरो बर्थडे हो नि त्यहाँ सबैजनाले विस गर्नु होला मलाई भयो पनि केही छैन इन्टरभ्यू आउनु यो को हो यो के भयो सानी आइज यता आइज यता यिनीहरूलाई चोइन्छ हो चोइन्छ फोटो खिच कस्तो राम्रो आउँछ लु खिच खिच यहाँ चाहिँ हुनुहुन्छ हाम्री प्यारी प्यारी रन्जिता खड्का हुनुहुन्छ मेरो चाहिँ उहाँ सिस हो उहाँ चाहिँ म्यारिड हो सी इज अलरेडी बुक्ड सी इज ब्युटिफुल लु अब के भयो कति नराम्री यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम हुँदैछ अब चाहिँ अहिलेलाई एकछिन रोकाउँछु म एकछिनमा भाँडा धस्काइसकेर म बोल्छु ल फेरि लगाउँछु ल म भाँडा धस्काउनु छ अब अलिकति अनि फेरि तपाईँहरूको सामु आउँछु म 1 मिनट सो फाइनल्ली मैले भाँडा माझिसकेँ अब चाहिँ एप्रोन राखेर भाउजूहरूमा प्रोग्राम छ नि त अनि म अलिक छिटै आएँ भाउजूहरू भर्खर आउनु भयो म भाउजूहरूलाई पनि देखाउँछु है गाइज यिनीहरूको टिकटक कहिले नसकिने पर म बाहिर जान्छु म अब टिकटक बनाउन लागेको गीत चाहिँ सुनेको थिएन पढाउँछु मलाई आएन भने कस्तो खाले अलिक पछाडि गर्दा त अलिक छेउछाउमा बसेर नजिस्केर ल पछाडि साइड साइडमा नाच है Thank you for watching this video. यो चाहिँ धेरै अलिक लामै भयो अझै त काट्दा अलिक यतिकै भयो अब यतिकै हामी चाहिँ कस्तो हुने पनि सो आजलाई चाहिँ बाई